चितवन जिल्लाको पूर्वी उत्तरी भागमा पर्ने कालिका नगरपालिका भौगोलिक हिसाबले पहाड र तराईको समथर भूमि मिलेर बनेको छ। यो पालिका आफैमा प्राकृतिक सम्पदाले सम्पन्न छ। यहाँको चित्राङ झरना, वडा नम्बर 9 मा रहेको सिन्ती झरना, वडा नम्बर 8 स्थित गैरीबारी झरनाले यहाँको पर्यटन क्षेत्रलाई अब्बल बनाएको छ। यहाँको बारेमा सुन्न चाहिँ सुनेको थिएँ। आउँदाखेरि बाटो चाहिँ एकदमै गाह्रो स्यास्या भयो, स्पेसली बच्चा बोकेर आउँदाखेरि। तर यहाँ आइसकेपछि यति रमाइलो होइन, फेरि आउन मन लागिसक्यो, फर्केर जान भ्याएको छैन। साह्रै रमाइलो छ, एकदमै रमाइलो, सोचेभन्दा धेरै। चितवनको मुख्य बजार नारायणगढदेखि 8 किलोमिटर पूर्वमा कालिका नगरपालिका छ। यो पालिका पर्यटन क्षेत्रमा फड्को मार्ने रफ्तारमा दौडिरहेको छ। उदयपुर सामुदायिक वन क्षेत्रमा रहेको उदयपुर पार्क, भीमबली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको भीमबली पार्क यहाँको घुम्नै पर्ने पार्कहरू हुन्। सिजनको बेला वनभोज खानका लागि चितवन लगायत विभिन्न छिमेकी जिल्लाहरूबाट सर्वसाधारणदेखि विभिन्न सामाजिक संस्थाको टिम यहाँ आउने गरेका छन्। यो भीमबली पार्क अहिलेको परिवेशमा अति नै चहल पहल युक्त रहेको छ। यसलाई हामीले कालिका नगरपालिकाकै एउटा पर्यटकीय गन्तव्य स्थलमा लानको लागि हामीले यसलाई पहल गरिरहेका छौँ र विभिन्न ठाउँबाट यहाँ पर्यटकहरू आउने क्रम पनि जारी छ। हामीले यसलाई प्रवर्धन र सम्वर्धन गर्नको लागि वडा र नगरले आफ्नो तरिकाले पहल गरिरहेको छ। समुदायले संरक्षण गर्दै आएको सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरेर आन्तरिक पर्यटक तान्ने काम मात्रै भएको छैन। वन र वन्यजन्तु संरक्षणमा पनि सामुदायिक वनहरूले उत्तिकै महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। गौचरणको रूपमा रहेको वनलाई स्थानीयले संरक्षण गरे यता पाटेबाघ, एकसिङे गैंडादेखि जरायु, चित्तल लगायत विभिन्न चराचुरुङ्गीहरूको आश्रय स्थलको रूपमा विकास हुँदै गएको छ। उसो त सामुदायिक वन क्षेत्रमा पाहुनाहरूलाई घुमाउन जीप सफारी समेत सञ्चालनमा छ। स्थानीय चतुर्मुखी सामुदायिक वन क्षेत्र हुँदै भीमबली सामुदायिक वन क्षेत्रमा नयाँ रुट बनाएर जीप सफारी सञ्चालन हुँदै आएको छ।
सामुदायिक वनहरूकै पहलमा थारू होमस्टे समेत सञ्चालनमा ल्याइएको छ। कालिका नगरपालिकाको वडा नम्बर 5 मा हाल 7 वटा सामुदायिक थारू होमस्टेहरू छन्। भरतपुरदेखि नजिकै रहेकाले पनि पाहुनाहरूको चहल पहल होमस्टेमा बढ्दै गएको छ। यहाँ आउने पाहुनाहरू थारूको परम्परागत खानासँगै थारूको सांस्कृतिक नाच हेरेर रमाइलो गर्छन्। होमस्टेमा बसेका पाहुनाहरूलाई थप रमाइलोसँगै वन र वन्यजन्तु अवलोकनका लागि स्थानीय सामुदायिक वन क्षेत्रमा जीप सफारी गराइन्छ। कालिका वडा नम्बर 3 मा भ्यू टावर निर्माण गरिएको छ। स्थानीय जलदेवी सामुदायिक वन क्षेत्रका बस्तीसँगैको सीमा क्षेत्रमा टावर निर्माण गरिएको छ। टावरबाट वन र वन्यजन्तु अवलोकन तथा निरीक्षण गर्ने उद्देश्यले यो टावर निर्माण गरिएको हो। कालिका नगरपालिकामा पर्यटन पूर्वाधारको लागि हामीले विभिन्न खालका प्रोग्रामहरूलाई अगाडि सारेका छौँ। जुन कार्यक्रम अन्तर्गत हामीले विशेष गरी सिन्ती झरनालाई प्रमोट गर्ने गरी चाहिँ हामीले विशेष बजेटको गत साल पनि व्यवस्था गरेका थियौँ र अहिले आगामी वर्षमा पनि हामीले केही बजेटको व्यवस्थापन गरेका छौँ भने अर्को भनेको हामीले गैरीबारी झरनाको लागि पनि हामीले प्रवर्धन गरिरहेका छौँ र त्यहाँ केही पूर्वाधारहरू निर्माण गर्ने कामहरू अगाडि बढाएका छौँ र पार्कहरूको सन्दर्भमा भन्ने हो भने भीमबली पार्क, उदयपुर पार्कलाई प्रवर्धन गर्दै विभिन्न अरू मठ मन्दिरहरू लगायतका क्षेत्रहरूमा हामीले व्यवस्थापन गरिरहेका छौँ। समग्र रूपमा हेर्ने हो भने हामीले 30-40 लाखको हाराहारीमा हामीले यो वर्ष पनि बजेटको व्यवस्था गरेको कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु। कालिका नगरपालिका धार्मिक पर्यटकीय क्षेत्रमा पनि राम्रो सम्भावना बोकेको पालिका हो। यहाँको कालिका मन्दिर आफैमा पुरानो प्रसिद्ध धार्मिक तीर्थस्थलको रूपमा परिचित छ। कालिका नगरपालिकाबाट मात्र नभई जिल्लाका विभिन्न ठाउँबाट पनि दैनिक थुप्रै दर्शनार्थीहरू मन्दिरमा पूजाआजाका लागि आउने गरेका छन्। वडा नम्बर 8 मा रहेको यो मन्दिरलाई थप व्यवस्थित र सुन्दर बनाउन पालिकाले विशेष ख्याल राख्नुभएको छ। यस्तै कालिका नगरपालिकाको वडा नम्बर 5 मा रहेको भीमबली थान यो आफैमा एउटा बेग्लै इतिहास बोकेको मन्दिर हो। पुरानो पदमपुरमा भीमबली थानमा पूजा गर्न छिमेकी राष्ट्र भारत लगायत देशका विभिन्न जिल्लाहरूबाट पदमपुर पुग्ने गरेका थिए। भीमबली थानकै परिसरमा भीमबली मेला समेत भव्य रूपमा लाग्ने गरेको बलियो इतिहास छ। पदमपुर स्थानान्तरण भएसँगै नयाँ पदमपुरमा पनि भीमबली मन्दिर निर्माण गरिएको छ। अहिले पनि भीमबली थानमा पूजापाठसँगै प्रत्येक वर्ष भीमबली मेला लाग्दै आएको छ। वडा नम्बर 9 मा रहेको यो भङ्गेरी थानको महत्त्व पनि बेग्लै छ। तीनतिर पहाड र खोलाको बीच यो अग्लो चट्टानमा रहेको यो थानमा पूजा गर्न आउनेहरूको घुइँचो लाग्ने भएको छ। यहाँ पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ। यस्तै कालिका नगरपालिकाको वडा नम्बर 6 मा लामाहरूको गुम्बा छ। यो गुम्बा मात्र नभई लामाहरूले अध्ययन गर्ने स्कुल समेत हो। नगरपालिकाको समन्वयमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको लगानीमा व्यवस्थित स्कुल र गुम्बा निर्माणको काम चलिरहेको छ। यो चितवनकै ठूलो र पहिलो लामाहरू अध्ययन गर्ने स्कुल हो। यसलाई पनि धार्मिक पर्यटकीय गन्तव्यको रूपमा कालिका नगरपालिकाले विकास गर्न सुरु गरेको छ। यी बाहेक यहाँका प्राय सबै वडाहरूमा साना ठुला मठ मन्दिर तथा गुम्बाहरू छन्। यसले कालिका नगर क्षेत्रमा धार्मिक पर्यटन भित्र्याउन सहयोग पुग्ने विश्वास छ। यो गुम्बो बनाइसकेपछि हामीले चाहिँ पुरो उद्देश्य चाहिँ यो पर्यटन भित्राउनै लागि नै बनाएको। यो विभिन्न कार्यक्रम गरेर विभिन्न त्यो बनाएर गर्ने भन्ने कुरा। त्यो बुद्धको मन्दिर, एउटा घुर्रेमुर छ, एउटा चैरसीको मूर्ति रहन्छ तल, माथि चाहिँ एक एकवटा मूर्ति रहन्छ। यो हाम्रो चाहिँ यो पाठ पूजा हरेक वाङ लुङ यो सबै गर्ने त्यही हो। त्यो बनिसकेपछि ठुल्ठुलो लामाहरू आएर कालिका नगरपालिका कला संस्कृतिमा पनि अगाडि छ। पालिकाले सबै जात जातिको कला संस्कृति, उनीहरूको रीतिरिवाज, धर्म संस्कृति संरक्षणमा सहयोग गर्दै आएको छ। विभिन्न जात जाति मिलेर बसेको यो पालिकामा थारू समुदायले आफ्नो कला संस्कृति संरक्षण गर्दै आएका छन्। थारूहरूको चाडपर्व लगायत विभिन्न अवसरमा यहाँ भव्य ठुल्ठुला कार्यक्रमहरू नै आयोजना हुँदै आएका छन्। यस्तै नेवार समुदायले पनि नगर क्षेत्रमा भव्य रूपमा गाई जात्रा मनाउँदै आएको छ।
मुद्दा सीमान्तकृत समुदायको रूपमा रहेको चेपाङ समुदायको रहनसहन र उनीहरूको कला संस्कृति पनि हेर्न लायक छन्। आफ्नै कला अनुसारले विभिन्न प्रकारले आफ्नै कला संस्कृति कार्यक्रम गर्नुहुन्छ। यहाँ विभिन्न जात जाति बसेको कारणले कालिका नगरपालिकामा चाहिँ सांस्कृतिक पर्यटन चाहिँ अत्यन्तै राम्रो र जात विशेषको कारणले आफ्नो पहिचानको लागि उहाँले आफ्नो कला संस्कृतिलाई चाहिँ प्रदर्शन गर्नुहुन्छ र कालिका नगरपालिकाले नि त्यही अनुसारले उहाँहरूलाई सपोर्ट उहाँलाई चाहिने सहयोग चाहिँ गरिरहेका छौँ। कालिका नगरपालिका कृषि पर्यटनमा पनि राम्रो सम्भावना बोकेको पालिका हो। दुग्ध उत्पादन, च्याउ, केरा, मह उत्पादनमा कालिका अगाडि छ। कालिका नगरपालिका कृषिको क्षेत्रमा एक उर्वर भूमि हो। यहाँ दुध जन्य पदार्थबाट मात्र वार्षिक रूपमा गत वर्ष 35 करोड 44 लाख रुपियाँ यो सहकारी संस्थाहरूबाट प्राप्त विवरण हो र व्यक्तिगत रूपमा खरिद बिक्री भएको थियो, यसमा समावेश छैन। त्यस्तै गरेर च्याउमा पनि हाम्रो यो पकेट एरिया हो। यहाँ 150 मेट्रिक टन चाहिँ च्याउ उत्पादन भएर गत वर्ष 3 करोड बराबरको बराबरको विक्रय भएर कालिका नगरपालिकामा त्यो रकम भित्रिएको अवस्था छ भने महमा 138 मेट्रिक टन मह उत्पादन गत कालिका नगरपालिकामा गत वर्ष 9 करोड 66 लाख बराबरको रकम कालिका नगरपालिकाले भित्राउन सफल भएको छ। यहाँ किसानहरू अत्यन्त परिश्रमी हुनुहुन्छ, उद्यमी हुनुहुन्छ र कालिका नगरपालिकालाई सुखी कालिकावासी समृद्ध कालिका नगरपालिका भन्ने जुन अभियान हो, अभियानलाई उत्पादन र उत्पादकतासँग जोडेर आर्थिक समृद्धि मार्फत कालिका नगरपालिकाले सबै किसानलाई समृद्ध बनाउनका लागि हरसम्म प्रयत्न गरेको छ। कालिका नगरपालिकाभित्र ठुल्ठुला लगानीमा सुविधा सम्पन्न होटल तथा रिसोर्टहरू निर्माण हुन थालेको छ। पर्यटकीय सम्भावनालाई देखेर निजी क्षेत्रले पालिकाभित्र राम्रै लगानी गर्न थालेका छन्। कालिका वडा नम्बर 1 मा मुनाल एन्ड मयूर रिसोर्ट सञ्चालनमा आइसकेको छ भने वडा नम्बर 9 स्थित शक्तिखोरमा पनि छिट्टै सञ्चालन हुने गरी ठूलो लगानीमा रिसोर्ट निर्माण हुनेछ। यसरी पर्यटकीय सम्भावना बोकेको पालिकामा लगानी गर्ने प्रशस्तै आधारहरू तयार हुँदै गएका छन्। पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न र लगानी मैत्री वातावरण बनाउन कालिका नगरपालिका तयार छ। आउनुहोस् पर्यटन क्षेत्रको विकासमा सँगै अघि बढौँ र हातेमालो गरौँ।